दर्शक साथीहरू है, म चाहिँ एउटा भ्लग लिएर आइरहेको छु होइन। अस्ति म चाहिँ के भ्लग लिएर आएको छु भने दानबहादुर कार्की आयोगले दानबहादुर कार्कीले चाहिँ कार्कीको घरमा चाहिँ होइन चोरी भएको अरे भन्ने कुरा चाहिँ आइरहेको थियो। त्यो कारणले चाहिँ यसो डिएसपीको यस्तो उच्च पदमा भएको घरमा त त्यस्तो चोरी हुन्छ भने देशको सुरक्षा कसरी राम्रो छ भन्न सकिन्छ हो हाम्रो नेपाल देशमा। अनि मैले चाहिँ अर्को कुरा के जोड्न चाहेँ भने होइन, हिजो शेरबहादुर देउवा सिङ्गापुरबाट चाहिँ आयो अरे होइन। त्यो हुनाले चाहिँ सिङ्गापुरबाट शेरबहादुर देउवा आएर होइन, जनता चाहिँ यो देश के भन्न चाहन्छु भने यो देश चाहिँ नेतालाई मात्रै गाली गरेर हुँदैन के, खासै भने जनताले नि बिगारे हो के। त्यस्तो भ्रष्टाचार गरेर चाहिँ होइन शेरबहादुर देउवाको घरमा पैसा कुनुको कुनु दौडेको थियो होइन। अनि त्यो कारणले चाहिँ दीपक खड्काको ऊर्जा मन्त्रीको घरमा होइन त्यसो घरमा त्यत्रो पैसा दौडेको थियो होइन। त्यसले त्यस्तो भ्रष्टाचार गरेर कमाएको पैसा त हो नि, त्यो पैसा कहाँबाट ल्यायो होइन। त्यो हुनाले चाहिँ के भन्न चाहन्छु भने नेपालमा भ्रष्टाचार चाहिँ निमिनाट गर्नलाई चाहिँ बलियो कानुन ल्याएर चाहिँ होइन थुन्नै पर्छ कि, माया दयाले चाहिँ राख्नुहुन्न कि। जनतामा सुशासन भ्रष्टाचार मुक्त ल्याउने हो भने होइन यो देशमा अब एउटा आइजिबी डिएसपीको घरमा 3 करोड पैसा कहाँबाट निस्किन्छ होइन, चोरी कसरी भयो होइन। अनि यस्तो देशमा हामीहरू बसेका छौँ। यहाँ जातको आधारमा कानुन पनि हेरिन्छ होइन, जातको आधारमा अनि आफन्तको आधारमा होइन नि। सबै जनता समान आधारले चाहिँ कानुनको फैसला गर्नु पर्यो के। नेपाल राष्ट्रको चाहिँ हितमा माया भएर चाहिँ काम गर्ने न्यायाधीशहरू हुनु पर्यो होइन। अब न्यायाधीशहरू नि एमाले काङ्ग्रेसका हुन्छन् अनि फैसला त राम्रो हुँदैन। काङ्ग्रेसको समाते भने काङ्ग्रेसको पार्टी समात्यो भने एमालेको न्यायाधीश, काङ्ग्रेसको न्यायाधीश एमालेको समात्यो भने एमालेको न्यायाधीश, पार्टीको न्यायाधीश भएपछि राम्रो फैसला हुँदैन के। अब आउने प्रधानमन्त्री राष्ट्रपतिले चाहिँ अब बालेन शाहलाई, गृहमन्त्री सुजन गुरुङलाई के भन्न चाहन्छु भने अब यस्तो भ्रष्टाचारीलाई चाहिँ अब जेल कोद्नुपर्छ होइन। राखेर यो देशलाई क्यान्सर रोग मात्रै हो के होइन। हाम्रो गरिब मुलुकमा पैसाको कुनो जलाउन पाइन्न के होइन। पैसाको कुनो जलाएर चाहिँ दीपक खड्काको घरमा, शेरेको घरमा त्यस्तो मान्छे ठुलो भएर चाहिँ कार्यकर्ता पनि त्यहाँ समर्थन गर्ने जिन्दाबाद भन्न जान्ने कार्यकर्ता पनि, त्यस्ता जनता पनि हाम्रो देशमा छैन के। त्यो हुनाले चाहिँ नेता होइन, राम्रो सोचो जनता पनि भयो भने देश बन्छ के। भ्रष्टाचारीलाई जिन्दाबाद भन्न जाने होइन दीपक खड्का, शेरे होइन, यिनीहरूलाई त राम्रोसँग कानुनको दायरामा ल्याउनु पर्यो नि। जनताको अदालतबाट भए पनि कानुनी कारबाहीमा ल्याउनु पर्छ के हाम्रो देशमा। अनि मात्रै देश बन्छ क्या, नभए भने बन्दैन भन्दै बिदा हुन चाहन्छु। नमस्ते, नमस्कार।